हामीहरू 30वटा घर बनाइरहेका छौँ कानीपोखरी गाउँपालिका र हेबिटास नेपाल र ती चाहिँ 30वटा घर चाहिँ बाँसका घर छन्। पहिलो सुरुमा चाहिँ बाँसको चाहिँ के हो कसो हो बाँसको घर हो भन्ने लागेको थियो होइन। बाँसको घर बनाउँदाखेरि चाहिँ समस्या आउँछ कि भन्ने लागेको थियो। तर अहिले बन्दै गइसकेपछि चाहिँ बाँसका घरहरू पनि धेरै राम्रो हुँदो रहेछ र हाम्रो पहिलो प्राथमिकतामा हाम्रो गौरवको योजना नै त्यो 30वटा घर हाम्रो बनेको छ अहिले। त्यो जुन समुदाय जुन रिसिँदै बस्तीमा यस्तो थियो कि म त्यो घरमा चाहिँ एउटै घरमा सानो सानो घर पानी चुइने होइन तिर्पलले त्यो तिर्पल लगाएर पनि प्लास्टिक लगाएर पनि च्यातिसकेको क्या। भित्र बसेर हेर्दाखेरि छाना देखिन्थ्यो क्या आकाश देखिन्थ्यो क्या तारामण्डल देखिनु भन्छ नि त त्यो देखिने अवस्था थियो भने अहिले घर बनिसके पछाडि उहाँहरू धेरै परिवर्तन चेन्ज आउनु भएको छ र त्यहाँ हेर्ने मान्छेहरूले हेर्ने दृष्टिकोण पनि कस्तो छ भनेदेखि होइन राम्रो भएछ यो बाँसको चाहिँ धेरै राम्रो भयो। उहाँहरूको पहिलेको अवस्था र अहिलेको अवस्था मैले अघि भने धेरै चेन्ज आएको छ। वास्तवमा बम्बुको पहिला अहिले पनि तराईमा धेरै जसो गरिब विपन्नले बम्बुकै घर छ तर उसलाई सिस्टमाइट गरेको छैन। यसले जुन हेबिटेटले जुन एउटा संस्था जुन नगरपालिका र उहाँको दुईटाको समझदारीमा हामी 50 जुन घर बनाइराखेको छु त्यसले एउटा बाँसकै घर बनाए पनि त्यसको आयु 40-50 वर्ष हुने भयो। बाँसकै घर मलाई उचित पनि लाग्यो। समुदाय हामी त्यहाँ जाँदाखेरि धेरै राम्रो उहाँहरू सरसफाइदेखि लिएर मेरो घर थियो पहिलो प्राथमिकता घर बनिसकेपछि मैले केही गरेर खानुपर्छ भन्ने हिसाबले उहाँहरूले कामतिर लाग्नु रोजगारपट्टि चाहिँ बढी ध्यान दिनुभएको छ। भूकम्प आयो भने पनि भोलि त्यो मान्छेहरू त्यहाँनिर केही नहुने खालको यो प्रविधि जुन हेबिटेटले यो गरे चाहिँ एकदम साह्रै राम्रो किनभने यी तराईमा पाउने भनेको त्यही बाँस हो के। बाँसलाई उहाँहरूले ट्रिटमेन्ट गरेर त्यसबाट बनेका घरहरू आधुनिक पनि हो र टिकाउ पनि देखियो र आकर्षित पनि देखियो र प्रशस्त मात्रामा सस्तोमा। त्यसैले यो ब्याम्बुको घर मलाई साह्रै मन पर्यो। कानीपोखरी गाउँपालिका मात्रै नभएर नेपालभरि नै यो लानुपर्छ। अहिले ठुल्ठुला घर बनाउने साथीहरू पनि आएर हेर्नुहुन्छ क्या बाहिरबाट आएर हेर्नुहुन्छ नि के भन्छ यस्तो घर त म पनि बनाउँछु। आवासविहीन धेरै दाजुभाइ दिदीबहिनी हुनुहुन्छ हाम्रो नेपालमा। मलाई लाग्छ स्थानीय सरकार र नेपाल सरकारले पनि यसलाई चाहिँ प्राथमिकतामा राख्नु पर्यो क्या आवास चाहिँ। एउटा मानवलाई बस्नको लागि सबभन्दा पहिला घाँस बाँस कपास उसले 20-25 वर्षसम्म उसलाई टेन्सन छैन कि वर्षा आयो भने चुइन्छ हावाले उडाइदिन्छ कि त्यो समस्याबाट मुक्त भएपछि ऊ आनन्दले काम गरेर होइन मजदुरी गरेर कमाएर ल्याएर आफ्नो रात निन्द्रा राम्ररी सुत्न पाओस् भने लानको लागि उपयुक्त छ। जन्मेदेखिको मरिन्जेलसम्मको हाम्रो बाँसकैमा हामी बिताउँछौँ किनभने त्यस्तो खालको बाँस हो र बाँसको चाहिँ एकदम नै आवश्यक रहेछ। बाँस चाहिँ हुनुपर्छ र बाँसको चाहिँ घर बनाऊ भनेदेखि हामी बाँसैमा रहेर हामी गर्न सक्छौँ।